हामी चाहिँ अहिले नेदरल्यान्डबाट को ठ्याक्कै बोर्डरमा पुगिरहेछौँ। बेल्जियमबाट नेदरल्यान्डसम्मको टुर हुँदैछ हाम्रो ग्रुप टुर अहिले। ठ्याक्कै अहिले भन्नुपर्दा चाहिँ बेल्जियम र नेदरल्यान्डको बोर्डरमा हामी क्रस गर्न लागिरहेछौँ अहिले। निकै नै रमाइलोको साथ सबै ग्रुप टोली गइरहेछौँ हामी घुम्नलाई। अनि यो चाहिँ टुलिप फुलहरू एकदम अहिले चाहिँ फुल्ने सिजन हो अनि फुलिरहेछ हाम्रो ग्रुप। अनि साथीहरू चाहिँ आफ्नो आफ्नै पारामा घुमिरहेछ क्या सबैजना। यो चाहिँ टुलिप फुल हो। निकै नै राम्रो छ ठाउँ, धेरै राम्रो छ। जताततै गार्डन साथीहरूको हेरौँ अब साथी ग्याङ ग्रुप केटाहरूको अब आफ्नै तालमा पुरै गफ गर्दै हिँडिरहेछ क्या। यहाँ चाहिँ पुरै यो सिजनमा 2 महिना चाहिँ पुरै भरिराखेको हुन्छ मान्छेको। अब हाम्रो लुगाको यो चाहिँ अब युट्युबमा हेर्नुपर्छ फेरि भोलिपछि। बब्बाल अब एकदम खुसी नि सबैजना। फ्रेस हो नि आज। राम किन राम बोलेकै छैन क्या आज। बोल न। म त सबैभन्दा धेरै ह्याप्पी हो। यस्तो ठाउँ त लाइफमा देखेको थिएन, फर्स्ट टाइम हो। ओके, अब झन् त्योभन्दा दामी दामी ठाउँमा हामी जाँदैछौँ है। लेट्स सी। यहाँको नेचुरल फ्लावर अनि मान्छे चाहिँ यस्तो धेरै है। फुल हुने बित्तिकै फेरि मान्छे पुरै प्याक क्या यहाँभित्र। हेर्नु न बबाल। यहाँ फुलमा सबैले फोटो खिच्नको लागि लाइनमा बसिरहेछौँ क्या पुरै। यस्तो ब्युटिफुल ठाउँ छ कि यस्तो ब्युटिफुल ठाउँ यो ठाउँमा है। ल त बसौँ न बसौँ। त्यो कलरफुल मिलाएर गरेपछि आर्ट्स यस्तो दामी बनाएको छ है रुखलाई। यहाँबाट साह्रो आफ्नो अनि यो गार्डन चाहिँ एकदम राम्रो। सब टुलिप आइटमको छ यार, फुलहरू सब आइटमको हो।
भित्रबाट खिच्दौँ अनि यहाँ चाहिँ सबैजना घाम ताप्नुलाई अहिले चाहिँ समर लागिरहेछ घाम ताप्नुलाई आफ्नो आफ्नै तालमा बसिराखेको हुन्छ केही खाने ड्रिङ्क्सहरू ल्याएर छाउरमा बसिराखेको हुन्छ सबैजना है अब चाहिँ हामी यहाँबाट फेरि नेक्स्ट डेस्टिनेसन एम्स्टर्डमतिर जाँदैछौँ यहाँ केही बाटोका रमाइलो दृश्यहरू देखाउन गइरहेछु यहाँका अनि सुन्दर घरहरू केही रमाइला घरहरू देखाइरहेछौँ हामी चाहिँ अहिले फुलहरू हेरेर एम्स्टर्डमतिर लागिरहेछौँ यो चाहिँ बाटोबाट देखेका फुलहरू